2082 सालमा खुलेको असहाय र इन्सपेक्टरको फारममा कुन उमेर समूहभित्रका व्यक्तिहरूले फारम भर्न पाउनुहुनेछ भन्ने तपाईँहरूको जिज्ञासालाई लिएर म उपस्थित भएको छु। असहायको कुरा गरौँ, त्यसपछि म इन्सपेक्टरको पनि कुरा गर्नेछु। असहायको लागि भनिएको छ, फारम खुलाउँदा दरखास्त फारम भर्ने अन्तिम मितिसम्म 18 वर्ष पुरा भई 24 वर्ष ननाएको तपाईहरू 23 वर्ष 365 दिनको हुनुहुन्छ भने तपाईँले फारम भर्न पाउनुभयो। तर 24 वर्ष 365 दिन कति फेरि 66 67 हुँदै अगाडि बढेको छ भने तपाईँले फारम भर्न पाउनुहुन्न। अब सालको हिसाबमा अगाडि बढौँ। 58 साल मङ्सिर 8 गते 9 गते 10 गते 11 गते हो यता जन्मिनु भएको छ भने तपाईँहरूले फारम भर्न पाउनुहुन्छ। तर 64 साल माघ 8 गते 9 गते 10 गते 11 गतेतिर जन्मिनु भएको छ भने तपाईँले पाउनुहुन्न। तपाईँले चाहिँ माघ 8 गते 7 गते 6 गते 5 गते अर्थात् 18 वर्ष चाहिँ तपाईँ कति सालको व्यक्ति चाहिँ माघ 8 गते 18 वर्षको हुनुहुन्छ भने 64 सालको माघ 7 गते 6 गते 5 गते 4 गते र 8 गते ठ्याक्कै जन्मिनुभएका व्यक्तिहरू भने 18 वर्ष पुरा गर्नुहुन्छ। र समग्रमा भनौँ 58 साल माघ 8 गतेबाट 9 10 11 यताकोले पायो। 64 साल माघ 8 गते 7 गते 6 5 4 3 2 1 यताकोले पायो भनिसकेपछि तपाईँले कुरा बुझिसक्नु भयो होला है त। 64 साल माघ 8 गते भन्दा उता कट्नु भएन र 58 साल माघ 8 गते भन्दा यता कट्नु भएन भनेपछि 8 9 10 हुँदै अगाडि बढ्ने भयो। भनेपछि समग्रमा 58 साल माघ 8 गते जन्मेको व्यक्तिले असहायमा फारम भर्न पायो र 64 साल माघ 8 गते 7 गते 6 गतेमा जन्मिएको व्यक्तिले पनि फारम भर्न पाउनेछ है त साथीहरू। अब म इन्सपेक्टरको उमेर तपाईँलाई बताउँदैछु। तपाईँले देख्न सक्नुहुन्छ इन्सपेक्टरको लागि दरखास्त फारम भर्ने अन्तिम मितिसम्म 20 वर्ष पुरा भई 25 वर्ष ननाएको भित्रका व्यक्तिहरूले चाहिँ फारम भर्न सक्नुहुन्छ। यसलाई हिसाब गरेर अगाडि बढौँ। 57 साल माघ 5 गते जन्मिएको व्यक्ति 6 गते 7 गते हुँदै जान्छ र 58 साल माघ 5 गते ऊ 1 वर्षको हुन्छ भनिसकेपछि 58 सालमा ऊ 1 वर्षको हुन्छ भने 59 सालमा 2 वर्ष, यसै गरी अगाडि बढौँ। 3 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष 7 8 9 10 11 12 वर्ष 13 वर्ष 14 15 16 17 18 19 20 21 22 23 24 25 भनेपछि माघ 82 साल माघ 5 गते ऊ 25 वर्षको हुन्छ भनिसकेपछि कोही व्यक्ति यदि 2057 साल माघ 5 गते 6 गते 7 गते हुँदै यसरी अगाडि हुँदै जन्मिएको छ भने त्यो व्यक्तिले फारम भर्न पाउनेछ 2082 सालको इन्सपेक्टरमा। यदि कोही व्यक्ति चाहिँ 2057 साल माघ 4 गते 3 गते 2 गते 1 गते हुँदै अगाडि यतातिर जन्मिएको छ भने त्यो व्यक्तिले चाहिँ फारम भर्न पाउने छैन, किनभने उमेर बढी हुन्छ है त साथीहरू। अब 20 वर्षको कुरा छ। यो 20 वर्षको कुरालाई हेरौँ। 20 वर्ष यदि कोही व्यक्ति 62 साल माघ 5 गते जन्मिएको छ भने त्यो व्यक्तिले पनि फारम भर्न पाउनेछ। यसलाई पनि हिसाब गरेर हेरौँ। 62 सालमा जन्मिएको व्यक्ति 63 मा 1 वर्षको हुन्छ भने 64 मा 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 भनेपछि 2082 साल माघ 5 गते त्यो व्यक्ति 20 वर्षको हुन्छ। यदि त्यो व्यक्ति 2063 साल माघ 4 गते 3 गते 2 गते 1 गते त्यो व्यक्ति जन्मिएको छ भने त्यो व्यक्तिले फारम भर्न पाउनेछ। यसलाई समग्रमा बुझौँ। 2057 साल माघ 5 गतेदेखि 2062 साल माघ 5 गते भित्रका व्यक्तिहरूले फारम भर्न सक्नुहुनेछ। यति भन्दै तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो तपाईँहरूले यो भिडियोलाई सेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद। यहाँहरूको तयारी शुभ रहोस्। जय नेपाल।